मित्रहरू यहाँको गाउँठाउँतिर के भनेर चिनिन्छ हौ मित्रहरू? यसलाई चाहिँ हाम्रोतिर चाहिँ ठोड्ने भनेर भनिन्छ। यो ठोड्नेको चाहिँ तपाईँको यसको अचार खान पनि मिल्छ, अमिलो हुन्छ। अनि गाईबस्तुले घाँस पनि मजाले खान्छ। अब गाईबस्तुले खाने घाँस कसरी खान्छ मान्छेले भन्ने हजुरहरूलाई होला, तर यो चाहिँ अचार साँधेर खान मिल्छ मित्र। अमिलो हुन्छ। यसलाई हामीले पहिला पहिला सानोमा गाईबस्तु चराउनु जाँदाखेरि दिउँसो भाँच्दै खान्थ्यौँ, खान मिल्छ। अनि यसलाई अचारको रूपमा चाहिँ मजाले प्रयोग गर्न सकिन्छ। हजुरहरूतिर के हुन्छ? लाइक कमेन्ट सेयर गर्नुहोला, सबै ठाउँ पुगोस्। धन्यवाद।